हेलो साथीहरू, नमस्कार। आज बिहान म यो केलेडियम स्मल केलेडियम भेरी क्युट केलेडियमको भिडियो गर्दैछु है। मेरोमा केलेडियमहरू थुप्रै छ, थुप्रै प्रकारको पाउँछ यो है। यो सेतो व्हाइट ग्रीन केलेडियम है, यो सबैकोमा कमन छ र पनि यति सुन्दर पत्ता छ है। यो मलाई साह्रै मन पर्छ अनि म यो फुल केलेडियम रोप्दछु। अनि यो है स्मल पटमा माटो लागेर पानी परेर गमलामा माटो लागेको छ। म सफा गर्नु पनि अलिकति अक्षम छु है, म अलिक भ्याएको छुइनँ। अनि यो केलेडियम अनि यो रेड ग्रीन सेडिङ पिङ्क केलेडियम है, यो हेर्नु सक्नुहुन्छ। यो अति सुन्दर है फुल आफ्नो गार्डनलाई है, आफ्नो घरलाई, आफ्नो बेडरुमलाई, आफ्नो डाइनिङ हललाई पनि राख्न सकिन्छ, सिटिङ रुममा है। अनि यसरी राख्न सकिन्छ। मेरोमा केलेडियमहरू छ है। यो केलेडियम अर्कै हो है। यो मैले अरू पनि केलेडियमहरू थुप्रै छ, तर मैले यति लिएर तपाईहरुको बीचमा यो भिडियो गर्दैछु है। यो केलेडियम हो है। अनि यो अहिले म तीनटा कलर केलेडियमको भिडियो गर्दैछु है। अनि तपाईले पनि यो केलेडियम है अगर मन पराउनुहुन्छ अनि तपाईकोमा एभाइलेबल छैन अनि फुल रोप्नु मन गराउनुहुन्छ है, आफ्नो बेडरुमलाई, आफ्नो डाइनिङ, आफ्नो सिटिङ रुम अनि बाल्कुनी है, अनि घरलाई गहना पहिराउनुहुन्छ भने है फुल रोप्नुहोस् है। घरको चाहिँ गहना फुल हो है। एउटा फुल रोपेको छ भने त्यो घर चाहिँ उज्यालो देखिन्छ है। अनि फुल छैन भने चाहिँ त्यो घर अँधेरो जस्तो मलाई लाग्छ। हुनु त आफ्नो आफ्नो सोच विचार हो है। त्यसले गर्दा यो म केलेडियमको भिडियो गरिराखेको छु, तपाईले हेर्नुहोस् है। यसलाई रोप्दाखेरि यसलाई माटो त्यस्तो चिप्लो माटो, चिम्टे माटो चाहिँदैन यसलाई। अनि बलुवा माटो, अनि यसलाई मल पनि ज्यादा चाहिँदैन, किनभने आलु हो, आलुको चिज सर्न सक्छ। एक मुठी मल, अलिकति मल, एक मुठी होइन, अनि माटो त्यो मिलाएर लाउनु पर्छ। अनि धेरै पानी लाउनु हुँदैन। अहिले यो बर्सातले गर्दा पानी परेकोले भिजिगएछ मेरो पनि, त्यही भएर यति साह्रो पानी लाउनु पर्दैन यसमा है। अनि नर्मल पानी लाउने हो, यसको नर्मल, यसको देखरेख गर्ने हो। त्यस्तो हार्ड केही पनि छैन है। त्यसले गर्दा यो केलेडियमहरू मेरोमा छ है। अनि हेर्नुहोस्, मन पराउनुहोस् है। मन पर्छ भने तपाईँ मेरोदेखि पनि लिनु सक्नुहुन्छ। अनि कुनै तपाईँको नजिकको नर्सरीदेखि पनि लिनु सक्नुहुन्छ है। अलिकति कस्टली छ नर्सरीमा है, 200-300 भन्ला यसलाई, तर मेरोमा त छैन 200-300, एकदम रिजनेबल दाममा म त दिन्छु। म त थोरै छ मेरो फुल, फेरि पनि होलसेलर काम गर्छु म। रिटेल त्यति अब यो गाउँमा छु, गाउँमा मेरो रिटेल बिक्दैन, होलसेलरहरू आउँछ है, एकदम सस्तो गरेर लान्छ। अनि म गाउँको मान्छेले पनि म त्यसरी नै दिने गर्छु है। यो केलेडियम तपाईले हेर्नुहोस्, म छोटो मेरो भिडियो है, मन पराउनुहोस्। धन्यवाद।